सबैजनालाई जय सीताराम। म आज मकर राशि हुने व्यक्तित्वहरूको जेठ महिनाको राशिफल बताउनका लागि उपस्थित भएको छु। मङ्गल चौथो भावमा रहने हुनाले घर परिवारमा कहिलेकाहीँ तनाव, चिडचिडापनहरू, मतभेदहरू आउने स्थितिहरू निर्माण भएको छ मकर राशि हुनेहरूलाई। घरको वातावरण शान्ति कायम राख्नका लागि अलिकति धैर्यता, संयमतापूर्वक आफ्नो कार्यमा अगाडि बढ्दा राम्रो हुने स्थितिहरू निर्माण भएको छ। र वैवाहिक जीवनमा पनि केही सानातिना समस्याहरू चाहिँ सामना गरेर हिँड्नुपर्ने स्थितिहरू निर्माण भएको छ। र जेठको 25 गते पछि शुक्र सप्तम भावमा प्रवेश गरेपछिको सम्बन्ध मिठास, समझदारी वा भावनात्मक निकटता बढ्ने स्थिति पनि निर्माण भएको छ। र परिवारका सदस्यहरूमा केही नयाँ अवसरहरू पनि आउने स्थितिहरू निर्माण भएको छ। र विद्यार्थीहरूको लागि पनि अलिकति र पढाइ लेखाइ पनि ठिक स्थिति निर्माण भएको छ पढाइ लेखाइको क्षेत्रमा पनि। र सूर्य पञ्चम स्थानमा रहेको हुनाले स्मरण शक्तिमा पनि केही वृद्धि हुने खालको स्थितिहरू निर्माण भएको छ। र विश्लेषणात्मक क्षमता वृद्धि हुने खालको स्थिति निर्माण भएको छ। प्रतिस्पर्धाको परीक्षामा पनि केही राम्रो प्रभावहरू निर्माण भएको छ। र अलिकति जिद्दीपनलाई अलिक कम गर्नु होला भन्न चाहन्छु हजुरहरूले। र सानोतिनो तनावहरू पनि सिर्जना हुन सक्ने स्थिति निर्माण भएको छ। त्यसैले हरेक कार्य गर्दा एकदम संयमतापूर्वक अगाडि बढेर राम्रो हुने स्थिति निर्माण भएको छ। र जागिरको क्षेत्रमा पनि केही जिम्मेवारीहरू वहन गर्नुपर्ने स्थितिहरू निर्माण हुन सक्छ। हजुरले अलिकति संयम भएर सावधानीपूर्वक त्यो जागिरको क्षेत्रमा लाग्दा राम्रो स्थितिहरू निर्माण हुने खालको स्थितिहरू निर्माण भएको छ। र त्यसैले कुनै पनि कार्यहरूमा अगाडि बढ्दा एकदम धैर्यतापूर्वक आफूमा अगाडि बढ्दा एकदम राम्रो स्थितिहरू हुने निर्माण भएको छ। र पारिवारिक क्षेत्रमा पनि केही अलिकति ध्यान दिनुहोला। मतभेदहरू आउने स्थितिहरू छ। अलिक संयमता अपनाएर अगाडि बढ्दा हजुरलाई एकदम राम्रो हुनेछ भन्दै हजुरहरूको मकर राशि हुने व्यक्तित्वहरूका लागि हजुरलाई यति नै धन्यवाद।